ज्वरोको नाम निशानै मेट्ने यो तपाईँले प्लान्ट देखिराख्नु भएको छ। यसलाई चाहिँ तपाईँले चिरेटो भनेर जान्न सक्नुहुन्छ। यो चाहिँ लेकमा पाउन सक्नुहुनेछ, बेसिकली टेम्परेट रिजनमा। र यसरी घरको भित्ताहरूतिर अनि तपाईँले बारीको भित्ताहरूमा चाहिँ यो चिरेटोलाई चाहिँ देख्न सक्नुहुनेछ। र यो चाहिँ एकदमै भ्यालुएबल मेडिसिनल प्लान्ट हो। यसको उपयोग तपाईँले गरिराख्नु भएको छ कि छैन कृपया कमेन्ट गर्न पनि नबिर्सिनुहोला। यदि तपाईँलाई ज्वरोले हनहनी बनाएको छ, तपाईँ हाई ब्लड प्रेसरको रोगी हुनुहुन्छ, तपाईँको पेटमा समस्या छ, ब्लडमा तपाईँको प्युरिफिकेसनको जरुरत पर्छ भने तपाईँले यो प्लान्टको सेवन गर्न सक्नुहुनेछ। र यसलाई तपाईँले मजाले तातो पानीमा उमालेर यसको झोल खान सक्नुहुनेछ। र ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि तपाईँलाई लो ब्लड प्रेसर छ भने यसको सेवन कृपया नगर्नुहोला। र जहिले पनि मेडिसिनल प्लान्टहरू प्रयोग गर्दाखेरि तपाईँले लो डोजबाट, कम्ती डोजबाट प्रयोग गर्नुहोला। र सम्भव भएसम्म यदि तपाईँहरूको घर नजिकै वैद्यहरू छ भने उहाँहरूको सम्पर्कमा बसेर मात्रै दबाईको सेवन गर्नुहोला। हवस् त, धन्यवाद।